खेङ्जुको जङ्गलमा हाम्रो ट्रेकिङ जारी छ हैन वाइट बाटो खतरा छ है हिँडाइ जारी छ हाम्रो आज माथि डाँडा टुप्पा पुग्ने हो जय नेपाल यस्तो दामी छ यहाँ चाहिँ पुरै बिच बिचमा चाहिँ काट काटेर डब्बा डब्बा बनाएर राखेको छु बोराभित्र बाटो कति दामी बनाएको छ ढुङ्गा उगाएर गराइ हाम्रो यार दाजु यार उता जाने बाटो नि यस्तो छैन खोलामा चाहिँ ढुङ्गा मिलाएर लगाएर यस्तो दामी बाटो बनाइदिएको छ वाउ यहाँ चाहिँ पुरै ढुङ्गा चिनीलाई के भन्छ अरे हसन दाइ ढुङ्गा चिनीलाई यस्तै ढुङ्गा मिलाएर चाहिँ यहाँ प्रार्थना गर्छन् अरे हैन यस्तरी त्यही हो कुराकानी माथि जाने क्रम जारी छ आज कहाँ कहाँ पुग्ने त थाहा छैन है गर्मी भएर मलाई जाडो लागिरहेको थियो गर्मीमा यहाँ कपडा खोल्दैछन् है यस्तो छ वैस माथि आकाश हरियाली हिँडाइ क्रम जारी छ नि त सब जता हेर त्यतै यो काठका उ रहेछ नि त यार पोकै पोका काठ बिग्रिन्छ भनेर हो क्या त्यो यसरी पोका पोका बनाएर राखेर रहेछ क्या पोका ओ त्यहाँ चाहिँ को गएर त्यस्तो पर पर गएर खिदो गरे रहेछ है वाह कस्तो ढुङ्गा मिलाएको वाह ए हरायो दाजुहरू म त एक्लै पछाडि परेँ ए कुद केटो कुद हे केटो कुद हो वाह 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 ढुङ्गाको बिचमा बसेछन् सुन्दै ऊ त्यो यो ढुङ्गो जस्तै ढुङ्गोबाट रुख पलाए जस्तै कठोर बन्ने रे त्यस टाढा पनि पलाउने भन्दैछन् त्यहाँ छ नि त तल्लो बाटो राम्रो रहेछ क्या हेर त त्यहाँबाट देखेछ बाटो एङ्गिल हान्थे यस्तो छ वाउ जेमिता फेरि हाम्रो यात्रा सुरु यस्तो छ बाटो दामी छ यार बाटो लु हामी बुद्धको मूर्तिमा पुगिसकेका छौँ ढुङ्गामा कुदेर बनाएको बुद्धको मूर्ति अनि यहाँ यस्तो किराइन छ भनेको बुद्धम शरणम गच्छामि फोमेन्सा खायो अघि मगा इच्छा ख्याङ्जु एरिया हो यो टाढोमा दामी देखिन्छ यार फोजा इच्छा जस्तो फोजा भन्छ यहाँ हेरिरहेछ नि सिजन दाई कस्तो दामी देखेछ नि इट्स awesome awesome भ्यू अरू सबै जान्छन् सहरमा हामी जान्छौँ जङ्गलमा आउनुहोस् जङ्गल हेर्नुहोस् अनि अब यो ए फुल भएपछि यस्तो देखिँदो रहेछ यो चाहिँ गुफा एरिया हामी यहाँ पुगेछ अब माथि जानु छ यो चाहिँ के लेखेको आफै पढ है मैले त बिर्सिसकेँ यार पढ्नै थेत्तेरिका कहाँ हराइगयो यार दाजु म त पछाडिको पछाडि रहेँ थेत्तेरिका किको डान्डे हो बिचमा चाहिँ यहाँ बस्ने ठाउँ बनाएर रहेछ होइन छोरो माथि आएको तल सुते होइन अनि यहाँ माथि चाहिँ यस्तो छ किन लाइट उ भयो बाटो यस्तो छ दामी हेर्नु न यस्तो दामी एरिया यस्तो बाटो बनाएको यस्तो पाहाडको टुप्पा हानी थाहा त छाड फोइने यस्तो डाँडामा आइसकेका छौँ
वा तल पुरै बेसी सहर देखिएछ बेसी सहर कौवा कराइरहेछन् कस्तो दामी खेतबारी धेरै छ खोला छ पानी छ वा पुल हेर कहाँको पुल रहेछ यार यो त यार दुईटा पुल देखेको त कहाँको रहेछ पुल फेरि हेरौँ है वाह यो चाहिँ 5 एक्स्ट्रा जुम अनि यो चाहिँ 2 जुम 1 जुम वाह कस्तो दामी हौ यहाँ नि रहेछ गाउँ दामी गाउँ छ त यार यहाँ चाहिँ पुल बन्दै रहेछ है कस्तो दामी देखिन्छ छैन फिल्म दाइले खिच्यो अरे जुम गरी हेरौँ कस्तो दामी हावा चलेछ म यता आँखाले हेरौँ न यार क्यामेराले भन्दा आँखाले हेर्नु मजा यता टनल हाउस रहेछ फिल्म हाउस मानि नि चोकी 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 वा थाहा पनि लाउस नि यहाँदेखि आयो भाइ यहाँदेखि होला खै त पार्किङ एरिया देखायो नि त छ नि त यार बादल उडिरहेको छ त एउटा बादल उहाँ माथि बिचार एक्लै छौ पछाडिबाट खसेर हामी अहिले यहाँ पुगेछौँ नि कस्तो दामी छ यस्तो सिरिरी हावा चलेछ कि अहिले गरिमर खोल्यो अहिले फेरि लाउनु पर्ला जस्तो छ जाडो भएर कस्तो दामी रहेछ त हौ ड्राइभर यता छिरिसके कस्तो दामी छ हौ चिसो चिसो हावा रुमाल फरार ए अति खायो अति मेरो हाच्ची मेरो खाना घमा खेच्ची मेरो हात यो मेरो खाना दे चलो वाह 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 सिजन दाइ यहाँ फोटो खिच भन्दै हुनुहुन्छ हैन तर म यस्तो गर्ने चाहिँ कस्तो चिक्ना आउँछु के गोरे भाइ हेर्नु है तपाईँ गोरे त हैन म गोरे भाइ आउँछ हेर्नु तपाईँ त काले आयो वा टल्क्यो मान्छे टल्क्यो खिचिराखौ बुद्धको सेल्फी खिचाउने ल ओके है भयो यति हो ल